के तपाईले आफ्नो कार्यालयमा, घरमा, वर्कसपमा, फ्याक्ट्रीमा फायर एक्सटिङ्ग्विसर राख्नु भएको छ? यदि छ भनेदेखि तपाईले आजको यो एपिसोडलाई ध्यान दिएर सुन्नुहोस् है। फायर एक्सटिङ्ग्विसर हेर्दाखेरि सबै सिलिन्डर उस्तै देखिए पनि क्वालिटीमा धेरै डिफरेन्ट हुन्छन्। किनभने फायर एक्सटिङ्ग्विसरको पहिलो कुरा यो भाँडो बाक्लो र पातलो हुन्छ। यसमा भएका भल्भ, यस्तो प्रेसर गेजहरू विभिन्न क्वालिटीका हुन्छन्। त्यसै गरेर यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको यो फायर रेटिङ हो। सबैजनाले एबीसी भन्नुहुन्छ, एबीसी भनेको ब्रान्ड होइन, एबीसी भनेको फायरको क्लास हो। यो फायर एक्सटिङ्ग्विसरले कति आगो निभाउँछ भनेर कसैले सोध्यो भने 870BC रेटिङको आगो निभाउन सक्दछ। यो बजारमा पाइने जिप्समको धुलो भरिएको रातो बोतलभन्दा 10 टाइम्स ठुलो आगो निभाउन सक्ने सिज फायर ब्रान्डको फायर एक्सटिङ्ग्विसर हो। यो फायर एक्सटिङ्ग्विसर 7 वटा भन्दा बढी सर्टिफिकेसन ल्याबोरेटोरिजबाट सर्टिफाइड भएको छ र नेपालमा पाइने, लन्डनमा पाइने, अस्ट्रेलियाको सिडनीमा पाइने यो एक्सटिङ्ग्विसर सेम मोडल हो, सेम क्वालिटी हो, सेम सर्टिफाइड हो। अझै नेपालमा यो सस्तो पर्छ किनभने यो इन्डियामा बन्छ र यो संसारभरिको लागि, विशेष गरी अमेरिका, अस्ट्रेलिया र युरोपको लागि इन्डियामा बन्छ। त्यसको लागि तपाईले चेक गर्ने मेथड भनेको यो क्युआर चेक गर्न सक्नुहुन्छ। साथै यहाँ लेखिएको नम्बरमा फोन गरेर पनि सोध्न सक्नुहुन्छ लन्डनमा, र यसको वेबसाइटमा पनि गएर चेक गर्न सक्नुहुन्छ www.sizefire.co.uk। सस्तो, राम्रो, भरपर्दो र यतिको भएपछि मलाई काम चल्छ भनेर तपाईले आज सस्तो र कमसल फायर एक्सटिङ्ग्विसर किन्नुभयो भने इमर्जेन्सीको पिरियडमा त्यो फायर एक्सटिङ्ग्विसरले तपाईलाई धोका पनि दिन सक्दछ। किनेको दिनमा त आगो निभाउला, तर एक्सपायरी डेटसम्म चाहिँ त्यसले 100% आगो निभाउन सक्दैन, किनभने त्यो फायर एक्सटिङ्ग्विसरभित्र जिप्समको धुलो वा सेतो डस्ट भरिएको हुन्छ। र यो फायर एक्सटिङ्ग्विसरमा मोनो एमोनियम फस्फेट राम्रो क्वालिटीको राखिएको हुन्छ। त्यसैले यो सर्टिफाइड छ, प्लस फायर रेटिङ पनि हाई छ। त्यसै गरेर यसको यो प्रेसर गेजदेखि लिएर साइफन ट्युब, यो हरेक कुराहरू चाहिँ एकदम हाई क्वालिटीको छ र यसले 5 वर्षसम्म चाहिँ आगो निभाउन सक्छ। र तपाईले बजारमा भएको सामान्य फायर एक्सटिङ्ग्विसर 2 केजीको ल्याएर यो 2 केजीसँग कम्पिटिसन गर्नुभयो भनेदेखि यो एक्सटिङ्ग्विसरले सामान्य फायर एक्सटिङ्ग्विसरले भन्दा 3 to 4 टाइम्स ठुलो आगोलाई निभाउन सक्दछ। साथै 5 इयरको वारेन्टी पनि हुन्छ। त्यसैले फायर एक्सटिङ्ग्विसर